पर्यो नि भएन नि फेरि सर्लकै लामोवाला आयो भने त फेरि बर्बाद भयो त नि ए ऊ निस्कियो त माछा त यार साँच्चै नै यार ओ केटा खै माछा निस्कियो यार माछा पनि पाइँदो रहेछ ओ बोनी बोनी बाटो लामो छ अब माछा भोक लागिसक्यो बाटोमा दोकान छैन अरे क्या उहाँ साथीहरूले भन्दै थिए अब यही माछा पकाएर खाएर जानुपर्छ अझै 7 दिन हिँड्नुपर्छ हामी अमेरिका पुग्न अब जङ्गलमा बास